हेलो गुड मर्निङ एभ्रिवान। आई होप सबैजना सन्चै हुनुहुन्छ भने हामी पनि ठिक छौँ र फाइन छौँ। हामी चाहिँ आज डे 7 हो र हामी चाहिँ आज राप्ती खोलातिर छौँ। हामी चाहिँ अघि नै चाहिँ एकछिन वार्मअप पानी चाहिँ आज चाहिँ कुद्ने चाहिँ उहाँ तल कुद्ने ऊ छ। आज चाहिँ के भन्छन् खै त्यो थाहा भएन। अनि त्यही आज डे 7 हो हाम्रो कुदाइ चाहिँ। खोला चाहिँ बबाल धमिलो ठुलो आँखा भ्यू पनि राम्रै छ। आज चाहिँ हामी तल त्यहाँ कुद्ने भनेको छौँ। त्यही हो यत्रो बेर चाहिँ हामी यहाँ वार्मअप गर्दै मस्त गफसप लाउँदै मस्त बस्यौँ। त्यही हो वार्मअप गरेर गइसक्यौँ। अब चाहिँ एकछिन कुद्छौँ। त्यही हो कुदेपछि एकछिन गर्थेँ चल्दिने पानी चाहिँ पर्ला जस्तो गरेर आज चाहिँ परेन। अघि चाहिँ फिर गरिरहेको थियो। हामी उता तिनवटा आइरहन्। त्यही हो खोला पनि धमिलो मान्छे चाहिँ अझ चाहिँ बगरतिर धेरै चाहिँ हुन्छ। चाहिँ यही हो हाम्रो अलि सानो छ यो ग्राउन्ड चाहिँ। त्यही हो त्यही एकचोटि यस्तो कुद्ने भनेर त्यति राखेको थियौँ कि आज चाहिँ पानी परिदिइराख्यो कि सिम पानी परिदिइराख्यो। टाउको पुरै भिज्यो सिम पानी पऱ्यो। आज यति कुद्ने कति रोड कुद्ने। अनि उता हाम्रो ग्राउन्ड फेरि ऊ छ कि पुरै कुरो मात्र के। यहाँ चाहिँ अलि त्यस्तो कुरो छैन त। ग्राउन्ड चाहिँ सानो भने केही भएन तर कुरो वहाँ चाहिँ कुरो हो क्या। तर झ्याउ लाग्छ कुरो भए पनि न। यहाँ चाहिँ सानो भए पनि कुरो छैन। त्यही हो सानो छ मिठो राम्रो है। यता झन् यस्तो दुबो रहेछ पुरै। चाहिँ यता मसान घाट भन्छन् यसलाई चाहिँ। अहिले चाहिँ हामी कुद्दैछौँ तर हामीलाई पानीले हान्यो क्या जात्रै। त्यही भएर हामी सकेनौँ यहाँ बस्नु। पानीले हान्यो जात्रै। बाटो छैन बाबु। यता आडो थियो नि मिठो बाटो छैन क्या। टाढो जा किन टाढो त्यत्तिकै आऊ यता जाऊँ क्या। सर्टकट हान्न लाग्यो खोलामा पानी छ। ए यता आइज भने आऊ के त्यहाँ जाऊँ के भन्न। अब फेरि यता जाऊँ ल के बाटो आड त्यस्तो रे म नि आन्न। ल म यता आके म नि आन्न कहाँ आउँछु त। म त आइसकेँ तिम्रो आएन मैले। यस्तो आयो त बवाल बसेन। तिम्रो चाहिँ अझै आएन। त्यही हो म त यहाँ आइसकेँ। कति 4 कि 5 मिनट लाग्यो मलाई त्यहाँ आउनु। बवाल हान्ने रात त एक्लै आयो कि धारमा। तिमी ठ्याक्कै उता अब यता घर जाने बाटो भयो यो चाहिँ। यताबाट आउने तिमी म चाहिँ आइहालेँ क्या। मैले स्पिड हाने 4 हो कि 5 मिनट राख्नु त 4 हो क्या। तिमी अझै आएन। अब चाहिँ घर जानुपर्ने हुन्छ। त्यही हो मजाको थकाइ लाग्यो बवाल मजा आयो चाहिँ। म चाहिँ ठ्याक्कै घर जान लाग्थेँ। अनि तिमीले चाहिँ ऊ भर्खर आउँदै रहेछन् कि आउँदैछन्। त्यही हो उता आउँदैछन् अनि त्यही हो अब चाहिँ घर नुहाइ गरेर अनि स्कुल जानलाई चाहिँ यहीँ बाटोमा आउनुपर्छ। फर्स्ट ट्रिप जान्छ उता उभिनुपर्छ। सेकेन्ड ट्रिप चाहिँ यता हो। के गर्ने अब चाहिँ यहीँ हो स्कुल आउनु यहीँ हो जाने त स्कुल आउनु यही बाटोमा। त्यही हो अब चाहिँ स्कुल जानुपर्ने हुन्छ। तिनीहरू त भर्खर आउँदै रहेछन् त्यहाँ आउँदैछन् हिँड्दै अनि त्यही हो म चाहिँ घर जान्छु नुहाइधुवाइ गर्ने हो त्यही छ। अनि बाटामा चाहिँ हामी 9 बजे आइहाल्नुपर्छ खानासाना खाएर। त्यही हो अब चाहिँ म घरतिर लाग्छु। बवाल पानी पऱ्यो त यार। यहीँ बस्दा पानी पऱ्यो। यस्तो पानी पर्दैन ठाउँको ठाउँ। यदि पानीमा फस्यो कि हामी पानीमा फसेर हामी 1.5 घन्टा फस्यौँ यहाँ। यस्तो बसका मान्छेले हेर्छन् कि हामीलाई
हामी चाहिँ पानीमा फसिरहेको छौँ। हामी अलि द्वन्द जस्तो भइसक्यो हाम्रो चाहिँ यहाँ पानी परेको थियो अलिअलि चाहिँ बिर्सिसक्यो पानी चाहिँ के गर्ने यस्तै छ जिन्दगी डामाडोल के पानी अझै परिरहेको छ अलि बिर्स्यो अघि चाहिँ त्यही हो। अब हामी एकछिनमा घर जान्छौँ। हाम्रो यहाँ सुमित आएको हेर के उ त्यो बस्दा हाल हाम्रो यहाँ सुमित भाइ चाहिँ अब काठमाडौँबाट आउनु लाग्छ त्यो होइन फेरि यस्तो टुरा टुरी जस्तो बस्छ मनी बस्न टाउको जिका के अझ हामीहरू चिनिहालेको बस फेरि उताबाट सुस्त आइरहेको थियो लाउरेलाई हेर्न लाउरे हो के ओ के छ त ठिक छ नि हेर हिरो जमजम घरतिर अब हामी चाहिँ घर जान्छौँ तिमी आउनु भएन पर्खेन त्यहाँ पर्खिन्छन् होला कि हो के अनि काठमाडौँको हावा पानीले गोरो झुन्नाउने हो मकै चढाऊ मकै ल यो चाहिँ पुरानो यो पाल्नुपर्छ यो पुरानो बाह्र हाल्छ यो ठैमा टप्सी नप हुन्छ र बस्यो अब टिका लाउनु नि टिका लगाइदियो त्यहाँ खानाले क्या लाली उठैमा पूर्वतिर फर्केर खान्छ नि पूर्वतिर फर्के मैले लाउनुपर्छ पूर्व फर्क्यो भने ल को पार्ने खानु न खानु अहिले चाहिँ स्कुल जानु रेडी हुँदैछु म चाहिँ त्यही हो सेतो दगल लाग्छ कि सानो बेलामा के गर्ने अब जानु पुरो खाना खाइए होइन भर्खर एउटा अन्डा खाइदिएको मैले एउटा अन्डा सेतो दगल लाग्छ कि कालो हुन्छ 8:25 मम्मी 8:25 भाइ छिटो हुनु अच्छा अरूबाट लाग्यो भने के सुरुदेखि स्कुल जाऊ लाग्यो आज लाउन अरूबाट लगाइदिनु के छ र देखे ना गया नहीं मम्मी ये बैठला था राम ने देखे ना क्या राम देखा पता नहीं ना डालिन मेरो नुमाले यार केडाहरू लैदिएर यार खत्तम गरिदिने 13 दिन भयो तिनीहरू लगेको अब चाहिन्न डाली कपाल कस्तो मिलेको छैन बे यो रेडी भयो डाली हरि
म चाहिँ अहिले चाहिँ स्कुलबाट आएर नि मोटी तेल लिएर आएको छु अनि मोटी चाहिँ कति 200 कति रुपियाँ रहेछ कि 250 भनेको 250 रुपियाँ लिटर रहेछ 200 रुपियाँ लगेर गएको थिएँ 50 रुपियाँ चाहिँ अहिले एकछिनमा अब रनिङ गर्ने टाइममा ल्याइदिन्छु भनिरहेको छु उता कति चिन्दैन नि पछि चलिहाल्छ कि भने अहिले लैजाइ जान्छु अब चाहिँ एकछिनमा घर जान्छु यो छोड्छु अनि रनिङ चलिदिन्छु दामी भ्यू छ अहिलेको चाहिँ बिहान भन्न भएन बिहान त 4 बजे अब चाहिँ त्यही ब्लगलाई चाहिँ यहीँसम्म अन्त्य गर्न चाहन्छु अब चाहिँ नाचेर जानै पर्यो एक दिन बिराएर नाच्छन् त्यही हो नाचेर जाने हो आयो ग्यालबत्ती आयो सुत्यो त्यही हो थ्याङ्क यू फर वाचिङ भिडियो डे 7 को लागि म चाहिँ डे 8 त्यही हो सबैलाई थ्याङ्क यू फर वाचिङ भिडियो भन्न चाहन्छु जय नेपाल सब्सक्राइब